सबैजनालाई सेवा स्वागत छ मेरो भ्लगमा र ह्यापी न्यू इयर 2026 भन्न चाहन्छु सबैजनालाई। आज न्यू इयरको दिन, आज छुट्टी पनि छ ड्युटीबाट। सो हाम्रो एलपिसी युथहरू चाहिँ सबैजना मोमो प्लानिङ अगाडिदेखि गरिरहेको, बल्ल बल्ल आज मौका मिलेको छ। हामी मोमोको लागि सेल्फ कुकिङ गरेर नै खाने भनेछौँ। अनि म चाहिँ घरमा छु, त्यसनीलाई विनिशालाई पिकअप गरेर फेरि ठुलो मोमोको भाँडा लिएर जाने अनि सबै गर्ने। म तपाईँहरू सबैजना भ्लगमा देखाउँछु है। मोमोको भाँडा लिन आएको छु। रमा मोमो सेन्टरबाट हामी भाडा लाँदैछौँ। यो एकचोटिमा कति प्लेट पाक्छ रमा देवी? 6 प्लेट। मोमो पाक्ने रहेछ भन्ने त गयो यहाँ बिहान। मोमो नाम छैन त, कता हो? ए रमा खाजा घर इमाडोल। लोकेसन भनिदिनुहोस् त, पेट्रोल पम्पदेखि अलिकति अगाडि। यहाँनिर रसिलो हसिलो मान्छे साउनी हुनुहुन्छ। अनि खरिबोट ल ल हामी गयौँ है। ल सेन्टा बुझु पछाडि ढाडमा यस्तो बोकेर ल जाम नै होला जस्तो छ। सानो बाटो है, त साह्रै उ छ। अङ्कललाई त भाडा ल्याउ। ओहो यहाँ त उ पनि कम्बो पनि रहेछ त। अब टुडे कम्बो अरे, आजको कम्बो हेर्नु है साथीहरू। प्राइस रेन्ज एकदम ठिक्क छ यहाँनिर। हाम्रो त आमा कति धेरै सामान रहेछ। फेरि अर्को आयो अङ्कल स्ट्यान्ड यहाँ छ। र कुकहरू यहीँ हुनुहुन्छ, अरू हेल्परहरू उतै हुनुहुन्छ। अहिले एकछिनमा काटकुट भएर भरे भैँसी डल्लो पर्नुहुन्छ अनि खानुहुन्छ। बाई बाई। ल ल मेरो प्रब्लम चाहिँ के हो भनिहाल्छु त साथीहरू तपाईँहरूलाई। भ्लग सुरु गर्छु होइन, स्टार्टिङ हुन्छ, बिचको मेन कन्टेन्ट चाहिँ बिर्सिहाल्दो रहेछ के। अनि एन्डिङमा मात्रै गर्ने बेला याद आउँछ। अनि खाएको मुखबाङ जस्तो भिडियो बनाउँछु कि यासेर, पकाएको ओरेको बनाउँछु, खाना चाहिँ खाइहाल्दो रहेछ कि। प्लेटमा सकिने बेला मात्रै ला मैले त भिडियो गरेको थिएँ भनेर याद हुन्छ के। आज चाहिँ सम्झाउनु है सबैजनाले मलाई ल। आज हामी सबै काम गरेको देखाउँछौँ। यहाँ प्रशान्त भाइले डो बनाउँदै हुनुहुन्छ। टिमुरको छोपहरू ल्याएको छु मैले, अनि म गर्छु। के छ प्रशान्त भाइ? गर्नु पर्दैन खिचेर बसेछ। कहिले म भिडियो खिच्छु। हेर प्रशान्त भाइको हातमा बल भएन अरे। लु आऊ, केटाहरूको भन्दा मेरो धेरै बल छ जस्तो छ। मार्ता हो भने आइचाल्लो पिठो पिठो मोल्ने यो हो नि त।
अच्छे से खींच भाई अच्छे से खबर दिखा रहा था यस्तरी पछाडै पछाडै गर्छ हामी भाइले मिजु मिजु काम पनि गरौँ न है ए छ्या होइन फेरि मुझे छोड्दे मुझे उनी हुनुहुन्छ उनी यहाँ आउनु भएको छैन त्यसैले अलिअलि भाउजू हुँदा हुँदै उनी भन्छस् हाम्रो अविदाय मास्टर सेफ म्युजिकमा धन्य काट तिमी खुसी छौ भने देखाउन चाहन्छु भने तिमी खुसी छौ भने म खान आऊ किमा चाहिँ यहाँ भिडियो हुन्छ लङ फर्म भिडियो हेर्नु त चिया बनाउँदै अस्तिको जस्तो त छैन नि कफी जस्तो ए भ्लगर यस्तो हुन्छ त्यहाँ हेर न भ्लग गरेको अरे मलाई यत्रो डल्ली निकालेको होला नि छेउमा आएर म्याचिङ कलर किन्नुपर्छ एकदम मेहनत भनेको गर्नुपर्छ है खानको लागि त्यही भएर फिल्म हेरिदिएर आएको हरेका होइन फेरि लाडु चाहियो उचाल्न सट्टा होइन हाम्रो तेल उम्लिँदैछ एकछिन स्टप ये क्या है वो आई डोंट नो त्यसले चाहिँ मजासँग स्पेसल कट देखाउँदै हुनुहुन्छ कसो कट रे धन्य काट्दाखेरि चाहिँ विजय साई कट है यो चाहिँ 1 2 3 साई कट 3 2 1 गो अब गिनिस वर्ल्ड रेकर्ड चाहिँ अब यहाँ कटिङमा पाउनु भेट्छ होइन यो चाहिँ बफको हो अनि चिकनको किमा रेडी भइसक्यो बफको किमा चाहिँ म बनाउँदैछु ल ल अचार बन्दैछ मिठो अचार नुन चाहिँ हालेको छैन कि लास्टमा नुन पनि हाल्न बिर्सेन हामीले सबै रेडी यस्तो हुन्छ नि कोही कोही बेला है तरकारी क्या दामी बनाएर टक्क भनेर पस्किएर यस्तो खाएर त ग्रेभी टक्क नि अन्त नुनै छैन क्या गुलियो हाम्रो स्पेसल पडकास्ट पनि चल्दैछ यहीँ भर्खर होइन एउटा स्पाइसी एउटा नर्मल बेलले चाहिँ एउटा मैले लाग्दै थियो बेल्ने चाहिँ बिर्सिन्छ होला भनेर मैले एउटा ल्याएँ एउटा हाम्रो अभिषेकहरूले दामी बेल्छ रमा मोमो सेन्टरमा बेल्नु सिकेको छ त्यो भए केटाहरूलाई कम्पासले भन्दा गोल हो आज प्रथमले पनि सिक्छ बेल्नु हाम्रो स्टार अलिकति स्टारको स्टार्टमा अलिक मेरोतिर पुगेको रहेछ नि त सर्च गर के हो तिम्रो नाम कान्छी परिचय कान्छी रेला अच्छा गर त फेरि ठाउँ गर त म्युजिक How I help my mom in kitchen while I am गर्दै नाङ्लोमा चामल केलाइला हुन्छ कि अनि छोरा चाहिँ आएर ए यो स्पिकर त चलिनै रहेछ अफ गर्ने हो कि के हाम्रो यहाँ ऱ्यापिङको काम हुँदैछ यताहरू चाहिँ दाजुभाइहरू चाहिँ छिटो बेलुङ है छिटो बेलुङ यहाँ मेरो ठुलो भाँडामा चाहिँ मोमो पाक्दैछ है यो साह्रै ठुलो भाँडा छ ल ल ल
ल हामी अब पिठो मुस्दैछौँ ओके बेल्दैछौँ लकडाउनमा क्या हाम्रो यहाँ एउटा मक्टु रेडी भइसकेको छ यहाँ विङ्स रेडी हुँदैछ सानो मक्टुमा पनि मोमो पाकिसकेको छ यो चाहिँ एपिटाइजर स्टार्टर प्याक त्यही त बफ खाने हो चिकन खायो भने त मिल हुन्छ यो चाहिँ टेस्टिङको लागि ल कस्तो छ मिठो छ दामी हराएको हराइ भयो त अघि पिज्जाको डो जस्तो भयो त यो त आम्बो ल दामी है ल अनि मोमो मेकिङ सेवाले अझ नि के हो अब कसले लुका हजुर लुका छ ल कडा बनाएछ है किमा त सकिनु आँटेछ ल रोज मोमो यो चाहिँ बिचमा राख्ने मैले त्यसपछि यसलाई के भन्छ लाम्छ नि खै त्यसकै होस् लु हाम्रो मोमो चाहिँ रेडी भइसकेको छ मोमो दिदी हजुर प्लेटको कसरी हो प्लेटको मेरोमा सस्तो छ ल 150 रुपियाँ मात्रै हो यो धरानकै जस्तो हो नि यो धरानकै जस्तो वाला मिठोवाला हो नि अनि एकदमै यो अर्ग्यानिक हो है अर्ग्यानिक मोमो म यहाँ मेरो जस्तो फ्लेभर चाहिँ कहीँ पनि पाउँदैन म उहाँकोमा खाना आउँदैछु यो चिकन उयसमा खाइहाल्यो भने त प्लेट उयो ऊ हाल्नु म मेरो के गरेर के ठोकेर अर्को लट हाम्रो बफ रेडी भइसकेको छ है छैडनजी तपाईँलाई कस्तो लागिरहेछ र हाम्रो छोडन बहिनी चाहिँ हाम्रो सोलमी बहिनीको साथी हुनुहुन्छ बजे कहाँबाट आइपुगेछ यसमा सिकाएको जस्तो बनाएको नि ठिक्क छ एलिसा खायौ अझ खाउँ त ल यो उताको ग्रुपको लागि बनाएको एकचोटि ट्राई गर्छु ल कस्तो छ चिकनको भन्दा बफको मिठो छ नि जुसी मलाई फेरि अचार बिना मोमो खाने बानी छ तिमी ट्राई गर्यौ माइकको अर्गनाइज छुट्टीलाई पार्टी बस्नु तपाईँलाई आजको कार्यक्रम कस्तो लागिरहेको छ मलाई त एकदमै रमाइलो लागिरहेको छ सबैजनाको उत्तिकै पूर्ण सहभागिता छ र सबैजनाले आफ्नो आफ्नो रोल यति मजाले उहाँहरूले आफ्नो ड्युटी पुरा गरिरहनु भएको छ अनि
हप्तामा एक दिन एकछिन भेट्ने मान्छे यसरी यसरी मोमो प्लानिङ गरेर धेरै समय अगाडि हामीले प्लान गरेको बल्ल आज सक्सेस भएको छ एकदमै खुसी छु म चाहिँ खुसी छु है अनि मेरो भाइ बहिनीहरू कस्तो हुनुहुन्छ उहाँहरूलाई पनि इन्टरभ्यू लिइदिनुहोस् न है पत्रकारज्यू उहाँ यता हुनुहुन्छ चाहिँ ऱ्याप आर्टिस्ट हो उहाँ चाहिँ हुनुहुन्छ सलोमी उहाँ चाहिँ मोमो एक्सपर्ट भन्दा पनि फरक पर्दैन तपाईँलाई कस्तो लागिरहेको छ आज एकदमै रमणीय भइरहेको छ है मलाई चाहिँ क्रिसमसै सकेको छैन नयाँ वर्ष एकदम मेमोरेबल हुने भयो भनेर खुसी लागिरहेको छ अनि हामीले मोमो ऱ्याप पनि गरेका छौँ अनि यहाँ चाहिँ सबैजना इच एन्ड एभ्री युथ चाहिँ काम गर्दै हुनुहुन्छ है अनि एकदमै रमाइलो भइरहेछ मोमो पनि एकदम मिठो छ यो चाहिँ काँचोवाला यो चाहिँ पाकेकोवाला र मिस्टर अभिषेक तपाईँलाई आजको यो कार्यक्रम कस्तो लाग्दैछ दामी लाग्दैछ सबैले हेल्प गर्दै हुनुहुन्छ दामी दामी अलिक स्किल चाहिँ नपुगेको त्यति मात्र हो फिलिङ्स र कन्ट्रिब्युसन चाहिँ दामी हो बस ल तिमीलाई आज यो मोमो बनाउँदै गर्दाखेरि कस्तो फिल भइरहेछ एकदम दामी फिल भइरहेछ एकदम हुन्छ नि अरू दिनको सुनेर गर्दा परिरहेको छ एकदम हुन्छ नि प्रोडक्टिभ फिल भइरहेछ मलाई होइन मैले नि हेल्प गरेर केही भइरहेछ भनेर एकदम त तपाईँ के भन्न चाहनुहुन्छ आजको यो प्लानको लागि म एकदम खुसी छु हाम्रो धेरै युथहरूको यहाँनिर जसका भेट देख्दै गर्दाखेरि न्यु इयरमा यो न्यु इयर चाहिँ हामी सधैँभरिको न्यु इयरमा नेपाली न्यु इयर सम्झिने छौँ अब नेपाली न्यु इयरमा पनि गर्नेछौँ हामी अनि म चाहिँ यो ऱ्यापिङ अनि यो बेल्ने डिपार्टमेन्टमा परेको छु होइन अनि त्यसपछि खुवाइदिने So yeah, any other questions you have for me? अहिलेको लागि यति मात्रै गरौँ होला नाचेको एउटा बुच्ची अनि हामीसँग अर्को हुनुहुन्छ विनिसा यहाँनिर एनिथिङ यु हेभ टु से आजको लागि हामी खाइरहेछौँ रमाइलो गरिरहेछौँ मिठो भइरहेछ होइन यसरी बनाएर खाँदाखेरि चाहिँ मलाई एकदमै रमाइलो लागिरहेछ अनि अरू के भन्नु मलाई भन्न आउँदैन क्या फेरि अब यसरी सोधेपछि तपाईँ कुन डिपार्टमेन्टको पर्नुभयो अघि नै आउँदाखेरि अचार बनाउँदै थिएँ घरि गोलबेडा उमार्दै थिएँ ऊ अलराउन्डरले चिया पनि बनाएको थियो मैले चिया पनि बनाएँ म मोमोको भाँडा पनि लिन गएँ रमा मोमो सेन्टरमा ऊ हाम्रो तल मात्रै ऊ हाम्रो एलबिसी युथको अलराउन्डर हो है आम अलराउन्डर अलवेज तपाईँ यो पेपरमा चाहिँ हामी आफ्नो न्यु इयरको लेख्नेछौँ रेजोल्युसन तर यसमा हामी आफ्नो नाम लेख्ने छैनौँ ताकि केही समयपछि चाहिँ म यसलाई अरूसँग रिप्लेस गरिदिन्छु अनि जसको हातमा पनि जसको पर्छ उहाँले त्यसलाई प्रार्थना गरिदिनुहुन्छ Okay, so youth are writing their New Year resolution. जसको भइसक्यो उल्टो पार राख्नुहोस् ल Santana is there helping us. खाना पनि हेर्दै हुनुहुन्छ युथहरूको लागि टाइम दिँदै हुनुहुन्छ उहाँले हाम्रो युथ लिडर हाम्रो दाई हामी चाहिँ आई क्लोज गर्दैछौँ अनि अघि हामीले न्यु इयर रिजोल्युसन जसले लेखेका छौँ नाम बिना लेखेका छौँ अनि हाम्रो लागि चाहिँ उसले ल्याउँदैछ म पनि आई क्लोज गरेर थाप्दैछु मैले नि आँखा बन्द गरेको छु है केयरभरि के राम्रो एउटा मात्रै अनि यो अब आउने वर्षमा के दिन चाहन्छु त्यो चाहिँ एउटा मात्रै टोटल दुईटा मात्रै ल मैले हामीसँग टाइम धेरै छैन आफ्नो राइट साइडमा बस्ने मान्छेको बारेमा चाहिँ 2025 भरिमा के राम्रो हामीले थाहा पायौँ के राम्रो लाग्यो र 2026मा उहाँको जीवनमा अर्थात् उहाँको लागि चाहिँ के राम्रो होस् भनेर भन्नुपर्ने अरे हामीले चाहिँ मेरो राइट साइडमा आशिर भाइ छ म प्रशान्त भाइको राइट साइडमा छु राम्रो कुराहरू चाहिँ हामीले सबै काम गरिदिनुहुन्छ अनि अब बाबु कान थुन्नुहोस् न एकछिन बाबु भाउजूको कान भेरी इन्टरटेनिङ एन्ड पोजिटिभ अनि नेक्स्ट इयर त्यसमा अझ
यो चाहिँ धेरै फ्रेन्डली छ हामीले धेरै प्राइभेटसँग बोल्छ अनि राम्रो लाग्यो अनि 2026 मा चाहिँ अझै हामीसँग अलि बोल्नुहोस् अनि के हो त्यस्तो नभन्दैौ न अनि यसको पढाइ चाहिँ राम्रो होस् भन्न चाहन्छु भन्नुहोस् मेरो दिदीलाई चिना छ कि छैन भनिदिन्छु त उताएर भन न मलाई ओके विश्वास दाइको बोली वचन चाहिँ राम्रो छ फ्रेन्डली हुनुहुन्छ अनि अर्को वर्ष चाहिँ यो वर्ष चाहिँ यो वर्ष चाहिँ दाइले गरेको जेमा एफर्ट्स लगाउनु भन्छ नि सबै प्रोडक्टिभ हुन सकोस्। मेरो भाइको चाहिँ एकदम काइन्ड अनि एकदम रेस्पेक्ट गर्ने अनि एकदम जाति छ अनि अबको वर्षमा चाहिँ एससी दिँदै रहेछ अनि राम्रो पढेर राम्रो रिजल्ट आएको होस्। महात्माजीमा चाहिँ उहाँ निरन्तर रूपमा सहायता गर्नुहुन्छ धेरै राम्रो लाग्छ अनि अब आउने वर्षमा जे जति योजना छ सबै पुरा हुन प्रशान्त दाई चाहिँ अब फ्रेन्ड जस्तै एउटै एज ग्रुपमा भयो एउटै धेरै स्किलफुल हुनुहुन्छ होइन उहाँ चाहिँ त्यो कुरा छिटो सिकिहाल्ने अब त्यो सिक्नमा चाहिँ धेरै रुचि राख्ने मान्छे अब परमेश्वरले त्यसमा आशिष दिनुभएको होस् आगामी दिनहरूमा होइन जे गर्ने इच्छा गर्नुहुन्छ परमेश्वरले आफ्नो अनुग्रहद्वारा दोहोऱ्याउनु भएको होस्। के भन्छ अब के हुन्छ मलाई फिल भएको छ यो वर्षभरिमा उहाँ चाहिँ साह्रै इन्करेजिङ हुनुहुन्छ होइन केही गर्नु अहिले पनि हुन्छ नि होइन केही छैन सिकिहाल्ने पनि भन्नुहुन्छ त्यो चाहिँ जस्तो लाग्छ अनि अब यो वर्ष होस् भन्ने चाहेको चाहिँ मैले अब उहाँ जुन फिल्डमा लगाइरहनु भएको छ एक्टिङको होइन त्यहाँ अझ अगाडि बढिरहनु भएको छ। आशिर चाहिँ धेरै जिम्मेवारी लिएर हिँड्ने मान्छे हो अनि सानै उमेरमा पनि अब जोडी पाएर अझै धेरै जिम्मेवारी छिट्टै पापा पनि बनेको मान्छे हो अनि यो वर्ष चाहिँ उसको लागि धेरै चुनौतीपूर्ण भयो भन्ने मैले महसुस गरेको छु। उसलाई कति धेरै जवानहरूप्रति मण्डलीप्रति डेडिकेटेड भएर काम गर्न मन भयो तर उसको वर्कको कारण मिलेन अनि तर पनि अब 2026मा चाहिँ तिमी आफ्नो लागि तिमीले जुन अर्थात् सेवाकाईको लागि समय निकाल्न खोजिरहेको छौ नि होइन इच्छा गरेको छौ नि 2026मा चाहिँ परमेश्वरले हरेक टाइम चाहिँ मिलाउनको लागि सहायता गर्नुभएको होस् भनेर म जस 25मा चाहिँ विश्वासमा एकदमै बलिरहेको हुन्छ होइन अनि त्यो पेट चाहिँ अझै अघि बढ्नुपर्छ होइन त्यो पेटले चाहिँ हुन्छ नि थुप्रै तरिकाले काम गरेको छ अनि त्यो पेट चाहिँ यस्तो कन्सिस्टेन्ट र कन्सिस्टेन्ट हुन्छ जस्तो बोल्ड टाइपको होस् अनि त्यो बोल्ड पेटले चाहिँ यस्तो प्रकारको त्यो नयाँ के भन्छ नयाँ कामहरू गरेको होस् जसले गर्दाखेरि चाहिँ तिम्रो जीवन फलिन्छ कुरा होस् चाहिँ म त्यो 2025 भरि एकदम उसको सबभन्दा राम्रो लागेको कुरा चाहिँ कति धेरै ट्यालेन्टेड रहेछ मान्छे भनेर थाहा पाउन पाइयो होइन लाइक काउन्सिलिङ पनि गरिरहेको छ म्युजिक पनि सिकिरहेको छ कोयरमा पनि हेल्प गर्दैछ जमानमा पनि हेल्प गर्दैछ सो मेनी थिङ्स अनि यो वर्षमा चाहिँ उयोबाट धेरै हामीलाई हेल्प भयो हामीले 4 पार्ट सिङ्गिङ पनि सिक्न सक्यौँ अनि वर्कसपको बारेमा धेरै सिक्न सक्यौँ त्यो चाहिँ एकदम राम्रो कुरा थियो यो 2025मा
2026मा चाहिँ म आशा गर्छु कि जुन पनि कुराहरू सोचिरहेको छ अहिले त्यो चाहिँ सबै पुरा भएको छ। उसले अब उसको फ्युचर चाहिँ धेरै ब्राइट र सिक्योर छ, तर परमेश्वरको योजना चाहिँ उसको जीवनमा के छ त्यो थाहा गरेर चाहिँ त्यो कुरा पुरा भएको होस् भन्ने म चाहन्छु। मेरो बहिनी बिनाको लागि चाहिँ बिना चाहिँ एकदमै हार्ड वर्किङ अनि जेन्टल खालको चाहिँ लाग्छ। अनि कस्तो भन्दा ऊ जस्तो क्या लाग्छ के अरे कतिजना चाहिँ देखिएर ऊ हुन्छ भनेदेखि उसको चाहिँ नदेखिएर पनि सी डज अ लट अफ या हार्ड वर्क अनि चर्चको लागि पनि कन्ट्रिब्युसन एकदमै धेरै छ उसको चाहिँ। अनि त्यो चाहिँ राम्रो कुरा छ। अनि 2026 को लागि चाहिँ उसको लागि म के चाहिँ प्रार्थना गर्छु भनेदेखि ढिलो नगर्नु, यसो बिहे गर्नु कोही सिङ्गलहरूसँग यसो सरसल्लाह लिनु। अनि अर्को चाहिँ धेरै कुरामा चाहिँ अझै प्रगति उन्नति चाहिँ हुँदै जाओस्, अझै धेरै अपर्च्युनिटीहरू चाहिँ आओस् भन्ने पनि लाग्छ। अनि अझै गर्न सक्ने क्षमता भएको मान्छे हो, सो त्यो स्किल्स चाहिँ ठुलो ठाउँहरूमा पनि अझै देखियोस् भन्ने सलोमीको चाहिँ भन्दै गर्दाखेरि चाहिँ सलोमी चाहिँ अब मेन चाहिँ बाल श्रीमतीको लिडर भएर काम गरेँ सँगसँगै। अनि उसँग चाहिँ यो वर्षमा चाहिँ मैले के भन्छ सँगै टाइम स्पेन्ड गर्नु पाएँ होइन। अनि टाइम स्पेन्ड गर्दाखेरि चाहिँ अझै धेरै एकअर्कालाई धेरै गहिरो रूपमा पनि बुझ्न पाएँ। अनि त्यो चाहिँ एकदम आशिषमय समय थियो। अनि त्यसपछि चाहिँ अर्को भनेको चाहिँ ऊ चाहिँ एकदम धेरै मिहिनेत गर्छ उसको काममा अनि लगनशील पनि छ। अनि अब आउने 2026मा चाहिँ उसले जुन प्रोसेसहरू गर्दैछ त्यो कुराहरू चाहिँ सफल भएको होस्, परमेश्वरले चाहिँ असल ठाउँमा चाहिँ लानुभएको होस् भनेर चाहिँ प्रार्थना गर्न चाहन्छु। बिन्साको बारेमा भन्नुपर्दा चाहिँ यो वर्ष उसको धेरै ग्रोथ देखेको छु मैले होइन। परमेश्वरप्रतिको जुन सर्भिङ हार्ट चाहिँ उसको यो वर्ष चाहिँ जस्तै क्रिसमसमा पनि यो डेकोरेसनदेखि लिएर सबै उसले गरेको हो। अनि यो चाहिँ एकदमै के भन्छ ड्रास्टिक चेन्ज त होइन, तर जुन लास्ट इयर भन्दा यो इयर चाहिँ उसले एकदमै धेरै मिहिनेत गरेको छ। अनि परमेश्वरको लागि गर्नुपर्छ भनेर जुन उसको सेवा गर्ने हृदय चाहिँ उसको यो गएको वर्षै भनौँ क्रिसमसमा देखियो। त्यो चाहिँ आउने वर्ष चाहिँ अझै बढी गर्नु भएको होस् अनि परमेश्वरले जहाँ पनि लानुभएको होस्। अब जाँदैछ चाँडै है। अनि ऊ जता भए तापनि परमेश्वरको काम गर्ने व्यक्ति भएको होस्। अनि त्यसपछि हामी जुन फिल्डमा भए पनि जहाँ भए पनि हामी परमेश्वरको सेवालाई गर्न सक्छौँ। अनि उसको चाहिँ त्यो सेवा गर्ने के भन्छ नेचर हुन्छ नि कतिजनाको एकदमै सबै कुरा जान्ने टटपट गरिहाल्नेवाला त्यस्तो छ। अनि आउने वर्ष चाहिँ परमेश्वरले तिमीलाई त्यो कुराको लागि चलाउनु भएको No camera, please. No paparazzi. No paparazzi. Sorry. पहिलेदेखि बाल सङ्गतिमा उसलाई चाहिँ हामीले सानैदेखि ग्रो हुँदै गरेको देखेको हो नि त। हाम्रो स्टुडेन्ट थियो अनि अहिले त हामी सँगसँगै पढाउने टिचरहरू सिकेको छ। एकदमै म चाहिँ एकदमै धेरै प्राउड छु है उसलाई हेरेर। अनि ऊ एकदमै स्कुलदेखि लिएर सबै कुरामा चाहिँ एकदमै धेरै राम्रो काम गर्ने मान्छे थियो। अनि अहिले हामी सँगसँगै हाम्रो बच्चा नानीहरू हेर्दैछ। अनि म उसलाई देखेर चाहिँ एकदमै धेरै प्राउड अनि एकदमै धेरै त्यो हुन्छ नि उसलाई देखेर कस्तो उत्साहित हुन्छु क्या। अनि आउँदै गरेको वर्षमा चाहिँ अझै धेरै ग्रो हुँदै जाओस्। अनि तिम्रो विसहरू जे पनि छ त्यो चाहिँ परमेश्वरद्वारा चाहिँ पुरा भएको होस्। एकदमै फ्रेन्डली हुनुहुन्छ अनि मेरो चाहिँ एकदम राम्रो साथीहरू भएको छ थ्रु आउट दिस इयर। अनि अर्को वर्ष भन्दा नि भएको +2मा चाहिँ एब बसाएको होस्, प्रभुले पढाइमा आशिष दिनुभएको होस् भन्ने भन्छ। अब
तपाईँको हातमा भएको त्यो निकाल्नुहोस्। हाम्रो विङ्स यहाँ रेडी भएको छ। नेपाली हो नि, जति जे खाए पनि राइस त चाहिन्छ। खाऊ यो सुप हो, यहाँ धनियाँ छ, धनियाँ म मेरो सुपमा छ, बल नभए स्यालेडहरू हो। कस्तो छ र सुप? ओहो ल, के छ त, होटल चलाएर जिन्दगी चल्छ? दाइ कस्तो छ सुप भनिदिनुहोस् त। एकदमै टिपिकल अर्ग्यानिक ब्रोइलर कुखुराको है, फेरि मिठो है सुप। यो जाडोमा त सुप मात्रै खाएर बस्ने हो। ओहो ल, हाम्रो यहाँ विङ्स अनि के अरे खाँदै हुनुहुन्छ, कसैले राइस पनि लिँदै हुनुहुन्छ। म चाहिँ सुप मात्रै लिँदैछु। Thank you so much, Didi. You're so wonderful. ल थ्याङ्क यू हाम्रो भिडियो हेरिदिनु भएको लागि। कस्तो लाग्छ कमेन्ट गरिदिनु होला। ल थ्याङ्क यू, मेरो एन्डिङ हाम्रो नाना जस्तो बबा सेफ त कोही पनि छैन। अनि 34मा 34 गुण सम्पन्न भएको 36 32 मेरो पर्सनल भ्यूबाट हो 36 अनि अर्को पालि चाहिँ कोदोको मोमो अनि त्यसपछि इस्कुस हालेको मोमो खाना पाउँछ। Very excited for that. Bye. Thank you.